मर्निङ। अब बिहान बिहान हामीले एक्चुअली यो कस्तो यो रुफटप सानो एकदमै सानो 12 बाई 12 को होला सायद बनाएको छु। एक्चुअली पहिला तल यो भाडामा तल हुन्थ्यो कि हाम्रो तल के तल थियो अनि तल हामी अब त्यति जान्थेन नि। अब के गर्ने कसरी यसलाई अलि माथि बनाउँदा राम्रो हुन्छ कि हामीले बस्न यसो रमाइलो हुन्छ किन हामी त माथि बस्छौँ तल त हामीले भाडामा दिएको छौँ। सो हामीले सानो यसो अलिकति बनाएको छौँ। त्यसमा चाहिँ रियल दुबो नै लगाएको छु क्या हामीले। एन्ड यो चाहिँ यस्तो यस्तो मौसममा किन पानी परेको बर्खा सुरु हुने बेला पनि हामी बस्न पाउँदैन एन्ड जाडोमा पनि त्यति धेरै बसिँदैन त चिसो हुन्छ। यही मौसम छ यसमा अलिकति बसेर 2-3 महिना चाहिँ एकदम राम्रो टाइम हुन्छ। यसो अलिअलि हामी योगासोगा गर्ने टाइम स्पेन्ड गर्ने बस्ने। यहाँ हाम्रो श्रीमानजीको बिहानै योगा सुरु भइसक्यो दौडेर आएर हो कि यो फेरि आधा घन्टा 45 मिनट्सको रनिङ गरेर एक्सर्साइज गरेर अब यहीँ कुदफात गर्नुहुन्छ। अनि त्यो पछि चाहिँ म चाहिँ अलिअलि योगा गर्छु। दिनदिनै म आउँदिनँ यहाँ, कहिले आउँछु कहिले आउँदिनँ। भित्र पनि गर्छु यसो सरसफाइ गार्डनतिर यसो हेर्छु मेरो फुलबारीमा काम गर्छु यसो गर्छु। गुड मर्निङ, बी हेल्दी।